Back to my YouTube channel DR Educational Platform. Today we are going to solve one question related to trigonometry. Okay, so prove that type of question. This is cos q theta dot cos 3 theta plus sin q theta dot sin 3 theta equals to cos q 2 theta. So यसको लागि हामी के गरौँ भन्दाखेरि solution LHS lim LHS equals to cos q theta cos 3 theta plus sin q theta sin 3 theta equals to अब हामीहरुलाई एउटा क्वेशन के रे फर्मुला थाहा छ कि छैन यो cos 3 theta equals to के हुन्छ फर्मुला त्यो फर्मुला यस्तो के अब धेरै बच्चाहरुले के भनिरा हुन्छ भन्दाखेरि कि हामीलाई फर्मुला त आउँछ तर एप्लाई कसरी गर्ने सर त्यही आउँदैन ल हेरम है मलाई पनि त्यही हो मलाई पनि फर्मुला आउँछ एप्लाई कसरी गर्छौं त्यो यहाँ सिक्छौं है आज जस्तै फर्मुला त याद छ तर एप्लाई कसरी गर्ने त कुरा त्यो हो के जस्तै यसको फर्मुला आउँछ भने यसको ठाउँमा त्यही फर्मुला राख्दिने हो के त तिमीहरु एउटा कुरा त मलाई भन्न सक्छौ कि यो cos 3 थीटा = के हुन्छ फर्मुला त्यो चाहिँ आउनु पर्यो के जस्तै cos q थीटा यो त ठीक छ cos q थीटा अब डट हेरम है हेरम यो cos 3 थीटा जुन छ नि cos 3 थीटा को ठाउँमा के हुन्छ फर्मुला cos 3 थीटा को कसले भन्न सक्छौ ल भने त cos 3 थीटा को फर्मुला के हुन्छ भन्दाखेरि 4 cos q थीटा - 3 cos थीटा ओके सो यसको ठाउँमा हामीले यो राख्यौ अब प्लस हेर्दै जाम है कुनै क्वेशन पनि गाह्रो हुँदैन तर स्टुडेन्टहरुले मलाई त फर्मुला आउँछ एप्लाई गर्न आउँदैन भन्छ तर यहाँ म एप्लाई गरिरहेको छु फर्मुलालाई कसरी एप्लाई गरिन्छ त्यो टेक्निक पनि वी आर लर्निङ हियर ओके सो cos q थीटा अनि यसको ठाउँमा मैले फर्मुला राख्दिए 4 cos q थीटा यो कहाँबाट आयो cos 3 थीटा को ठाउँमा के फर्मुला याद छ भने फर्मुला त राखिरहेको छु ठीक छ cos 3 थीटा को फर्मुला याद छ त राखिरहेको छु त त्यही त फर्मुला प्लस अब cos q sin q थीटा यसलाई पनि छोड्दिम क्या sin q थीटा छोड्दिए मैले तर यो sin 3 थीटा को फर्मुला त याद छ नि जे को फर्मुला याद छ त्यसको फर्मुला एटलिस्ट राख्नु पर्यो जस्तै यहाँ अब sin 3 थीटा को फर्मुला के हुन्छ sin 3 sin थीटा - 4 sin q थीटा हो ल अब अगाडि बढौं है त अब के गरौँ यो cos q थीटा जुन छ नि यसले यो भित्रलाई इन्टु गरौँ है कसरी एप्लाई गर्न आउँदैन त ध्यान दियो भने सबै कुरा आउँछ मैले पनि त्यही गरे हो मलाई पनि फर्मुला याद थियो त्यही भएर मैले यसको ठाउँमा यो फर्मुला राख्दिए हो र के गर्ने भन्दाखेरि अब यो cos q थीटा अनि यसलाई इन्टु गर्दाखेरि cos q थीटा यो छ अनि यो 4 cos q थीटा त q थीटा q यहाँ पनि q छ यहाँ पनि q छ त्यो 6 भयो कि भएन भयो सो cos 6 थीटा ओइ सबैजनाले cos q थीटा बुझ्यौ कसरी भयो यो 4 पनि छ त्यही भएर 4 अगाडि लेखम है त एकदम स्टेप बाइ स्टेप कुनै गाह्रो छैन टेन्सन पनि लिनु पर्दैन के गरौँ भन्दाखेरि अब यो cos q थीटा जुन छ नि cos q थीटाले माइनसलाई अब -3 cos थीटालाई पनि इन्टु गरौँ त यहाँ 3 पावर छ यहाँ पावर 1 होला त त्यसो भए कति भयो 3 cos 4 थीटा ल अप टु हियर इज दैट क्लियर क्लियर छ नि अब हेरौँ है त ल अब यसलाई पनि यो sin q थीटा छ नि यसलाई भित्र इन्टु गरौँ यसलाई योसँग र योसँग इन्टु गरौँ है त त्यसो भए sin q थीटा अनि 3 sin थीटा छ यसलाई के लेख्न सकिन्छ 3 sin 4 थीटा हो कि हैन इन्टु त गरे हो ल त त्यसो भए अब माइनस देऊ केही गाह्रो छैन अब sin q हेर पावर यहाँ सेम पावर 3 छ यहाँ पनि 3 छ त्यसो भए त पावर 6 हुन्छ पावर एड हुन्छ कि हुँदैन किनभने यो पनि sin हो यो पनि sin हो जस्तै यहाँ cos थियो यहाँ पनि cos थियो पावर 6 भएको सेम बेस छ भने पावर मल्टिप्लिकेसनमा एड हुन्छ कि हुँदैन हो त्यही भएर मैले यो 3 3 6 गरे हो बुझ्यो ल अब माइनस sin q थीटा माइनस हेरम है sin q थीटाले यो 4 sin q थीटालाई गर्यो भने
4 त 4 नै हुन्छ हैन तर sin 6 भइहाल्छ है sin को पावर 6 थीटा हो ल ल त्यसो भए अब यति काम त हामी गर्यौं है अब अर्को स्टेपमा के हुन्छ यो 6 वाला पावर जुन छ नि त्यसलाई एक ठाउँमा राख र अर्को यो पावर 4 वाला जुन छ नि त्यसलाई एक ठाउँमा राख हो ध्यान दियो भने के चाहिँ नबुझ्ने रहेछ त त्यही भएर ध्यान चाहिँ दिनु पर्दो रहेछ हेर त यो 6 पावर छ यहाँ पनि 6 पावर छ त यसलाई एक ठाउँमा राख यहाँ पावर 4 छ र यहाँ पनि पावर 4 छ त त्यसो भए यिनीहरूलाई एक ठाउँमा राख्नु पर्यो जस्तै 4 cos 6 थीटा अनि यो के छ माइनस 4 sin 6 थीटा अब माइनस यो के छ 3 cos 4 थीटा प्लस 3 sin 4 थीटा ल अब अर्को स्टेप यसको के हुन्छ भन्दाखेरि यो 4 कमन छ कि छैन कमन छ किनभने यहाँ पनि 4 छ यहाँ पनि 4 छ सो यो दुईटामा हामी 4 कमन लिन्छौँ है त अब 4 कमन लिने बित्तिकै यहाँ के बाँकी हुन्छ cos 6 थीटा माइनस sin 6 थीटा ओइ माइनस अब यहाँ 3 कमन लियो भने किनभने यहाँ पनि 3 छ यहाँ पनि 3 छ हो -3 कमन लिइरहेको छु भने यो cos 4 थीटा बाँकी हुन्छ हैन cos 4 थीटा र माइनस कमन लिइरहेको छु त्यही भएर यो प्लस पनि अब के हुन्छ माइनस हुन्छ हो कि हैन ल त्यसो भए के भयो sin 4 थीटा यहाँको स्टेप त क्लियर छ अब के भयो भन्दाखेरि यो 4 त 4 नै छ यसलाई म के बनाउन सक्छु हेरौँ है cos स्क्वायर थीटा को होल क्यूब हेरौँ है यो 4 छँदैछ cos स्क्वायर थीटा को होल क्यूब माइनस यसलाई म sin स्क्वायर थीटा को होल क्यूब लेख्न सक्छु सकिन्छ sin स्क्वायर थीटा होल क्यूब अब यो त यतापट्टिको पाटो भयो हैन ल त्यस्तै यसमा हेरौँ है -3 र यो जुन छ नि यसलाई म के लेख्न सक्छु a स्क्वायर - b स्क्वायर जस्तो यो देखिरहेछ बनाउन सकिन्छ जस्तै cos स्क्वायर थीटा को होल स्क्वायर माइनस sin स्क्वायर थीटा होल स्क्वायर हो कि होइन यसरी चाहिँ लेख्न सकियो है यो स्टेप नि बुझ्यो होला किनभने aq - bq को फर्ममा गयो यो चाहिँ a स्क्वायर - b स्क्वायर को फर्ममा गयो यति त आउँछ होला है अब नेक्स्ट स्टेपले के भन्छ भन्दाखेरि यो aq - bq छ भने यसको फर्मुला त थाहा हुनु पर्यो ल अब सबैजनाले मलाई भन्छ aq - bq को फर्मुला चाहिँ के हुन्छ म यहाँ लेख्छु है त ल aq - bq को फर्मुला के हुन्छ aq - bq = a - b अनि a स्क्वायर प्लस ab प्लस b स्क्वायर यही फर्मुला हो कि हैन aq - bq को फर्मुला हो त्यही भएर यहाँ म के लगाउन सक्छु फर्मुला cos स्क्वायर यहाँ हेरौँ है यो aq को ठाउँमा cos स्क्वायर थीटा छ माइनस bq को ठाउँमा sin स्क्वायर थीटा छ हो b को ठाउँमा sin स्क्वायर a को ठाउँमा cos स्क्वायर त त्यसो भए यो फर्मुलामा हेरौँ त यो ब्राकेटमा के छ a - b त a को ठाउँमा के छ cos स्क्वायर थीटा त a - b एउटा ब्राकेटमा के लेख्नु पर्यो a - b मतलब cos स्क्वायर थीटा माइनस sin स्क्वायर थीटा cos स्क्वायर थीटा माइनस sin स्क्वायर थीटा अर्को ब्राकेटमा हेरौँ त a स्क्वायर प्लस ab प्लस b स्क्वायर छ क्या फर्मुला त्यही भएर यसलाई के लेख्न सकिन्छ भन्दाखेरि a स्क्वायर भनेको cos स्क्वायर थीटा को होल स्क्वायर cos स्क्वायर थीटा को होल स्क्वायर अब के प्लस ab भनेको के cos स्क्वायर थीटा इन्टु sin स्क्वायर थीटा हो कि हैन किनभने a को ठाउँमा यो b को ठाउँमा यो हो त्यसो भए cos स्क्वायर थीटा इन्टु sin स्क्वायर थीटा भयो यो बुझिरहेछ नि इज इट क्लियर ल अब के छ भन्दाखेरि प्लस त प्लस अब
बी स्क्वायर भनिरहेछ बी स्क्वायर भनेको त साइन स्क्वायर थीटाको होल स्क्वायर हुन्छ किनभने बी को ठाउँमा त साइन स्क्वायर थीटा छ नि त त्यही भएर त त्यसो भए बी स्क्वायर भनेको साइन स्क्वायर थीटाको होल स्क्वायर हो यसरी चाहिँ बुझ्नु पर्यो अब यो त भयो के को यसको फर्मुला AQ माइनस BQ को अब यहाँबाट हेरौँ है यो माइनस माइनस यो के छ 3 त 3 लेखौँ है अब cos स्क्वायर थीटा को होल स्क्वायर छ अनि यो sin स्क्वायर थीटा को होल स्क्वायर यसको मिनिङ यो a स्क्वायर माइनस b स्क्वायर जस्तो देखिएन देखियो कि देखिएन जस्तै a स्क्वायर माइनस b स्क्वायर यो हो कि हैन तर a को ठाउँमा के छ cos स्क्वायर थीटा b को ठाउँमा के छ sin स्क्वायर थीटा त त्यसो भए a स्क्वायर माइनस b स्क्वायर को फर्मुला के हुन्छ यो पनि लेखौँ है यहाँ a स्क्वायर माइनस b स्क्वायर भने के हो रे a प्लस b इन्टु a माइनस b यसको मिनिङ यहाँ लेखौँ a प्लस b इन्टु a माइनस b फर्मुला हुन्छ है ल अब त्यही भएर यसको फर्मुला हामी के लेखिदिन्छौँ भन्दाखेरि cos स्क्वायर थीटा प्लस sin स्क्वायर थीटा a प्लस b भयो यो हो अर्को ब्र्याकेटमा a माइनस b त त्यसो भए cos स्क्वायर थीटा माइनस sin स्क्वायर थीटा यति त लेख्न आउँछ है अब धेरै जसो स्टुडेन्टको प्रब्लम के हुन्छ कि मलाई फर्मुला आइरहेछ तर एप्लाई गर्न आएन म त्यही काम गरिरहेको छु जस्तै यहाँ थियो AQ माइनस BQ को फर्मुला त्यो पनि लगाए त्यस्तै मेरो थियो के रे एउटा फर्मुला cos 3 थीटा को फर्मुला त्यो पनि लगाए अझै अर्को फर्मुला यहाँ a स्क्वायर माइनस b स्क्वायर हरेक स्टेपमा फर्मुला लागिरहेछ हो कि हैन त्यही भएर भनिन्छ फर्मुला इन ट्रिगोनोमेट्री है ट्रिगोनोमेट्रीमा त फर्मुला भनेको ब्याकबोन हो नि फर्मुला पहिला चाहियो अब हेरौँ त अब फेरि अर्को फर्मुला लाग्छ यो भनेको म के लेख्न सक्छु यसको ठाउँमा के लेख्न सक्छु हो यस्तै दिमाग लगायो भने यो क्वेशन गाह्रो छैन जस्तै यहाँ हेरौँ त 4 हो अब के यसलाई हेरौँ है यो cos स्क्वायर थीटा माइनस sin स्क्वायर थीटा भनेको के हो ल पुरै क्लासलाई सोधिरहेको छु कसले भन्छ ल भनौ है ए cos स्क्वायर थीटा माइनस sin स्क्वायर थीटा भनेको के हो cos स्क्वायर थीटा माइनस sin स्क्वायर थीटा भनेको cos स्क्वायर थीटा माइनस sin स्क्वायर थीटा भनेको के हो यदि यो आइरहेको छैन भने फर्मुला थाहा छैन भन्दा हुन्छ किनभने यो एउटा फर्मुला हो के को cos 2 थीटा को फर्मुला हो यो cos 2 थीटा को फर्मुला हो cos 2 थीटा भनेको के हो रे चारवटा फर्मुला हुन्छ cos 2 थीटा आजै मैले बनाएको भिडियो छ हैन त्यहाँ मैले सबै फर्मुला लेखाएको छु त्यही म सबै फर्मुला आज ट्रिगोनोमेट्रीमा युज हुने अलमोस्ट अल फर्मुला इन वन शटमा मैले बनाएको छु भिडियो त्यो हेर्दा नि हुन्छ है त ल त्यसो भए cos स्क्वायर थीटा माइनस sin स्क्वायर थीटा भनेको त cos 2 थीटा हो के हो cos 2 थीटा त्यसो भए यसको ठाउँमा हामी के राख्न सक्छौं cos 2 थीटा राखौं है cos 2 थीटा ओके ओके ल अब यहाँ हेरौँ त यो जुन छ नि यो यसलाई त a स्क्वायर अनि यसलाई b स्क्वायर जस्तो देखिरहेछ यसलाई a मान्दै यसलाई b मान्दै भने a स्क्वायर प्लस b स्क्वायर जस्तो देखियो त्यही भएर यसको ठाउँमा a स्क्वायर प्लस b स्क्वायर मतलब फेरि फर्मुला लगाउनु पर्यो क्या a स्क्वायर प्लस b स्क्वायर को फर्मुला के हुन्छ a स्क्वायर प्लस b स्क्वायर को फर्मुला के हुन्छ हो यसरी अलि दिमाग लगाउने के a स्क्वायर प्लस b स्क्वायर को फर्मुला a प्लस b a माइनस b हुँदैन नि के हुन्छ त a प्लस b को होल स्क्वायर माइनस 2ab हो कि हैन a प्लस b को होल स्क्वायर माइनस 2ab त यहाँ हेरौँ है यहाँ अब यसको फर्मुला लगाऊँ यसको फर्मुला चाहिँ यहाँ अब a स्क्वायर अनि प्लस b स्क्वायर भनेको के हो रे त्यही भएर यसको फर्मुला हुन्छ cos स्क्वायर थीटा प्लस sin स्क्वायर थीटा को होल स्क्वायर माइनस 2ab 2a भनेको के cos स्क्वायर थीटा इन्टु sin स्क्वायर थीटा हो कि हैन ab भनेको b भनेको sin स्क्वायर थीटा है अब त्यसपछि प्लस cos स्क्वायर थीटा sin स्क्वायर थीटा त्यसो भए यो त अहिले बाँकी नै छ यसलाई सारौँ है cos स्क्वायर थीटा इन्टु sin स्क्वायर थीटा है
अब यो त भयो है यतातिरको। अब यताको काम गरौँ त। ओइ क्लास 10 लाई कतिलाई यो आउँछ cos स्क्वायर थीटा प्लस sin स्क्वायर थीटा भनेको कति हो 1 cos स्क्वायर थीटा प्लस sin स्क्वायर थीटा इज अलवेज 1 अलवेज 1 सो त्यसो भए यसको ठाउँमा त 1 लेखिदिन्छौँ हामी यो 1 ले यसलाई इन्टु गरे केही फरक पर्दैन त्यही भएर यो नै हुन्छ। अब फेरि यहाँ अर्को फर्मुला ल cos स्क्वायर थीटा माइनस sin स्क्वायर थीटा भनेको के रे cos 2 थीटा हो कि होइन cos स्क्वायर थीटा माइनस sin स्क्वायर थीटा भनेको cos 2 थीटा हो कि होइन फर्मुला याद हुनु पर्यो के फर्मुला याद छैन अनि के गर्छौ त त्यही भएर पहिला फर्मुला याद हुनु पर्यो ल। त्यसो भए के हुन्छ यहाँ के हुन्छ अब यो -3 त छँदैछ अनि यसको ठाउँमा के लेख्न सकिन्छ भन्दाखेरि cos 2 थीटा हो ल। अब यहाँबाट फेरि अगाडि बढौँ यहाँबाट अगाडि बढ्दाखेरि 4 cos 2 थीटा हेरौँ है अनि यो जुन छ नि यो भनेको 1 हो कि होइन cos स्क्वायर थीटा प्लस sin स्क्वायर थीटा भनेको 1 हो कि होइन हो। त्यसो भए 4 अनि cos 2 थीटा भनेको त cos 2 थीटा नै राख मैले यो इन्टुमा छ है अहिले। अब यहाँ हेरौँ त यो cos स्क्वायर थीटा प्लस sin स्क्वायर थीटा भनेको 1 को स्क्वायर 1 नै भयो माइनस अब ओइ यहाँ के हुन्छ यसको फर्मुला यो दुईटा छ माइनसमा एउटा छ प्लसमा त त्यसो भए माइनस आन्सर आउँछ कि आउँदैन यो माइनस आन्सर आउँछ कि आउँदैन कति आउँछ माइनस cos स्क्वायर थीटा इन्टु sin स्क्वायर थीटा हो कि होइन भन न भन हो कि होइन ए भन हो कि होइन हो। अब यहाँ हेरौँ है माइनस ल र है यो त भइसक्यो यो गरिदिएँ मैले है। अब माइनस उतापट्टि छ है 3 cos 2 थीटा त बाँकी नै छ हो कि होइन 3 cos 2 थीटा त बाँकी नै छ ल। अब के छ भन्दाखेरि 4 अनि cos 2 थीटा अब यहाँ हेरौँ त यदि म यसलाई यहाँ म यदि 4 लेख्न सक्यो भने यो 4 भनेको के 2 अनि cos स्क्वायर थीटा भने cos थीटा अनि sin थीटा यस पुरैको होल स्क्वायर यसरी लेख्न सक्छु कि सक्दिनँ यदि यहाँ 4 आयो भने त यो टेक्निक कसरी थाहा पाएँ मैले किनभने 2 को फर्ममा छ नि त प्रुफ गर्नुपर्ने त्यही भएर क्या त त्यसो भए यसलाई म के गर्छु हेरौँ है 4 यो 4 जुन छ नि यसले भित्र मल्टिप्लाई गर्छु क्या अहिले 4 छैन है ल। ओइ क्लास 10 ओइ सो अप टु हियर इज द्याट क्लियर छ। त्यसो भए अब हेरौँ है यो 4 ले भित्रै मल्टिप्लाई गरौँ ल 4 ले यदि मल्टिप्लाई गऱ्यो भने के हुन्छ यो cos थीटा त ठिकै छ अहिले बाहिरै छ cos 2 थीटा ठिक छ ल। अब यो 4 ले यहाँ 4 भइहाल्छ किनभने यो 1 × 4 भनेको 4 माइनस 4 × cos स्क्वायर थीटा sin स्क्वायर थीटा यो भनेको के हो 4 cos स्क्वायर थीटा इन्टु sin स्क्वायर थीटा हो अनि माइनस 3 cos 2 थीटा ल। ओइ डस्टर ल अब यति त आइसक्यो होला हैन। अब यहाँको स्टेप म माथि गर्छु यसलाई इरेज गरेर यदि कपी गरेको छैन भने कपी गर्नुस् है म माथि अब इरेज गर्छु ल छैन भने पज गरेर यो सार्दा हुन्छ है त ल। अब म अगाडि बढ्छु ल यो स्टेप पछि के हुन्छ भन्दाखेरि ल है ल यसबाट हामी के हेर्छौं भन्दाखेरि यहाँबाट अब हेर्ने है cos 2 थीटा यहाँ है cos 2 थीटा इन्टु 4 माइनस यो 4 cos यसलाई म 2 cos थीटा इन्टु sin थीटा होल स्क्वायर लेख्न सक्छु के किनभने 4 भनेको 2 को स्क्वायर cos स्क्वायर अलरेडी छ अनि sin स्क्वायर थीटा हो कि होइन ओइ
इज द्याट क्लियर? ल डोन्ट मेक नोइज है। सो यसलाई हामी यसरी लेख्यौँ र माइनस यतापट्टि हेरौँ है। यो त अहिले यसरी छँदैछ माइनस 3 के छ रे? 3 के छ? 3 के छ? cos 2 थीटा, cos 2 थीटा। अब यो प्रुभ हुन्छ के एकछिनमै। ल हेरौँ त, यसलाई म cos 2 थीटा छँदैछ, 4 पनि छँदैछ माइनस। हेरौँ है, यो भनेको फर्मुला, फेरि फर्मुला। यदि याद छ भने हेरौँ त, एउटै क्वेसनमा कति धेरै फर्मुला, एउटै क्वेसनमा बार बार फर्मुला फर्मुला फर्मुला। अनि फर्मुला यतिकै इम्पोर्टेन्ट भने हो त, फर्मुलै फर्मुला चाहिन्छ है। त्यही भएर यो फेरि एउटा अर्को फर्मुलामा गयो क्या। 2 sin थीटा इन्टु cos थीटा छ भने फर्मुला के हुन्छ अरे? sin 2 थीटा हुन्छ। के हुन्छ? sin 2 थीटा। र हेरौँ है, यहाँ स्क्वायर छ, त्यही भएर यसको नि स्क्वायर हुन्छ है। अब हेरौँ है, -3 cos 2 थीटा हो। ल अब त्यसो भए ओइ ओइ गर्ल्स, ल हाला प्लिज डोन्ट मेक नोइज। ल लिसन है, cos 2 थीटाले अब के गरौँ? भित्र इन्टु गरिदिउँ है त। ल जस्तै यहाँ पहिला यो यसलाई सारौँ है, cos 2 थीटा 4 छ माइनस। यो भनेको के हो अरे? फेरि फर्मुला। ल एकै स्टेप अगाडि बढ्ने बित्तिकै अर्को फर्मुला आइदिन्छ। जस्तै यसको फर्मुला अब के हुन्छ अरे? ल भन त, ल sin स्क्वायर थीटाको फर्मुला के हुन्छ? 1 माइनस हो। यदि यहाँ 2 छ भने यहाँ पनि के हुन्छ? 2 हो। ल त त्यसो भए यसको ठाउँमा हामी के लेखिदिन्छौँ? cos स्क्वायर हो कि होइन? अब हेर, माइनस यता 3 cos 2 थीटा त छँदैछ हो कि होइन? यो 2 थीटा त छँदैछ। अब अगाडि बढौँ। अब के गरौँ? यो cos 2 थीटाले भित्र इन्टु गरौँ। ल यहाँ त यो 4 लाई के बनाउँछ? 4 cos 2 थीटा माइनस, अब यो cos 2 थीटाले यसलाई गरौँ त 1 भनेको 1 इन्टु cos 2 थीटा cos 2 थीटा हो। त्यस्तै अब यो माइनस इन्टु माइनस के हुन्छ? प्लस र cos 2 थीटा इन्टु cos स्क्वायर 2 थीटा। यो भनेको के हो? यहाँ पावर 1 छ, cos 2 थीटा र यो cos स्क्वायर 2 थीटा। यसको मिनिङ के भयो? यो cos क्यू 2 थीटा हो कि होइन? cos क्यू 2 थीटा हो कि होइन? स्टेप वाइज बुझ है। यो पावर 1 छ cos 2 थीटामा, यसको पावर 2 छ र यो पनि cos 2 थीटा, यो पनि cos 2 थीटा। त्यसो भए पावर क्यू भयो कि भएन? किनभने बेस सेम छ भने पावर जोडिन्छ हो कि होइन? त्यही भएर के भयो? cos क्यू 2 थीटा भयो माइनस 3 cos 2 थीटा। ल ओइ, अब हामी सबैले के हेरिरहेछौँ भन्दाखेरि यो 4 cos 2 थीटाबाट दुईटा cos 2 थीटा cos थीटा 2 थीटा घट्यो भने 3 cos 2 थीटा आउँछ कि आउँदैन? आउँछ कि आउँदैन? हो। ओइ 4 cos 2 थीटा माइनस cos 2 थीटा, मतलब 4वटा cos 2 थीटाबाट एउटा cos 2 थीटा घट्यो भने 3वटा cos 2 थीटा आउँछ कि आउँदैन? आउँछ कि आउँदैन? आउँछ। अब हेरौँ, यो पनि के छ? प्लस cos क्यू 2 थीटा। यसको काम त यहाँ भइसक्यो, यो यहाँ सारे हो। माइनस 3 cos 2 थीटा। मलाई भन, यो छ 3 cos 2 थीटा प्लसमा र यो3 cos 2 थीटा माइनसमा। क्यान्सल इच अदर हुन्छ कि हुँदैन? ओइ हुन्छ कि हुँदैन? क्यान्सल इच अदर। अब के भयो भन्दाखेरि एन्सर आयो कि आएन? cos के बाँकी छ अब? cos क्यू 2 थीटा। यही होइन आरएचएस यो हो कि होइन? एकचोटि क्वेसनमा हेर्ने, एलएचएस लिएर आरएचएस यही थियो हाम्रो प्रुभ गर्नुपर्ने क्या। ठिक छ?
क्वेसन के थियो रे cos q थीटा डट cos 3 थीटा प्लस sin q थीटा डट sin 3 थीटा इक्वल्स टु cos q 2 थीटा प्रुभ गर्नुपर्ने थियो हो। त्यही भएर हाम्रो आरएचएस आयो है। थ्यांक यू है। पढाइ चाहिँ राम्रोसँग गर्नुस्। अल द बेस्ट। बाइ बाइ।